कति अन्त्यहरू नै जिन्दगीको सुरुवात हुँदो रहेछ, या भनौँ कति जिन्दगीका सुरुवातहरू अन्त्यबाट नै बिउँछदो रहेछ। यो केटीको बुढा मरो, यो गीत भनेको तिमीलाई म बुझाइदिन्छु। तिमीहरूले थाहा छैन होला तिमीहरूलाई, होइन? तिमीहरूले बुझ्दैनौ गानाहरू, म तिमीहरूलाई बुझाइदिन्छु है। भर्खर फर्स्ट सिन। अब यो भनेको तिमीहरूलाई के हो, एउटा म्युजिक भिडियो भनेको एउटा फिल्म होइन क्या। फिल्म तरिकाले पुरै हरेक कुराहरू देखाउन मिल्दैन, तर बुझ्नुपर्छ क्या हामीले, बुझ्यौ नि के भन्न खोजेको। 5 मिनटमा तिम्रो सब थोक देखाउन सकिँदैन नि त। के भन्नु खोजेको त भिडियोले, तिमीहरूलाई म बुझाउँछु। तिमीहरूले बुझेको छैन होला अहिलेसम्म, म तिमीहरूलाई सिकाउँछु। आई विल टिच यु है त। फ्रीको होइन भिजा अरे, त लगाएर देखा त रनमा, त लगाएर देखा त म्याच चिकन फ्रीको भिजा लगाएर देखा त। म्याच चिकन अनुहार हेरेर म्याच चिकन यहाँ इन्डियाको पनि भिजा दिँदैन मुची। फ्रीको भिजा लगाएर देखा त। सेङ्जेन भिजा मुची कम त गाह्रो छ अनुमति छोरी। युरोपको भिजा लगाएर देखा त भाइ। फ्रीको भिजा अरे मुची। ल है त, त्यस्तो गानामा डुब्न देऊ न हो, गानामा डुब्न देऊ। हेर ट्रेन कुदो भनेपछि मान्छे छ ट्रेनभित्र, ट्रेनभित्र मान्छेहरू छन्, ट्रेन कुदिरहेछ। आगो लगाएको देखायो, मान्छे जलाएको देखायो भनेपछि त्यो सेतो लुगा लाएर जलिरहेको थियो भनेपछि नानी बोकेर भनेपछि बाउ चाहिँ गाँड भयो, त्यसको बुढा गाँड भयो, आमा र छोरी छ। तर यो पार्ट 2 गाना हो, यो म मरे पनिको पार्ट 2 गाना हो। पार्ट 1 मा केटीले त्यो केटालाई छोडेर गएको थियो, याद छ तिमीहरूलाई होइन? यसमा चाहिँ अब हेर है, तिमीलाई म पुरै बुझाइदिन्छु। सकियो भनेर रोकिएका कथाहरू सक्यो भनेर फेरि कुनै दिन लेखिन खोज्दा रहेछन्। भुल्ने रोग नै होस् या भुल्दा भुल्दै छुटिएको माया, पहिले भेट्दा नै चिन्न नसकेको मान्छे अहिले झन् के चिन्थ्यो होला र। भुल्ने रोग भनेपछि यो केटी चाहिँ साइको हो क्या। यो केटी हल्का साइको हो भन्नाले रोग लागेछ केटीलाई। अब यो केटीले फेरि रियाक्सन हेरिरहेछ भने त फेरि म साइको होइन भन्ला कि क्यारेक्टर साइको हो क्या भन्नाले बिर्सिने क्या। के भन्छ त्यसलाई, अल्जाइमर के भन्छ त्यो। सनम तेरी होइन, उयो फिल्मको छ नि सैयाराको मुजी केटी क्या, क्या सैयाराको केटी जस्तो खालको क्या हो। त्यो बिर्सिने रोग दाइले भनिदिइरहेछ त, बिर्सिने रोग हो कि भन्दै। यसलाई यो बिर्सिने रोग छ क्या यसलाई, त्यही भएर त बिर्सेर भाग्छ त। यो पहिल्यैदेखि यसको एक्टिङहरू हेरेछनौ, हल्का साइको साइको एक्टिङ गरेको चाहिँ। त्यो फर्स्ट म मरे पनिमा पनि डुनोट सुनोट खाँदाखेरि पनि कामदै डुनोट खाँदै थिए, पुरै अलिक साइको हो क्या यो चाहिँ। तर माया साँचो नै हो भने नरोपिएको माया पनि फल्छ होला कि। डाकुहरू आयो। भाग्यमा नरहेको मान्छे फेरि समयले नजिक ल्याउँदा समय नै फर्किएर आए जस्तो लाग्दो रहेछ। तर यो भिडियोमा मलाई एक्टिङ गर्न दिनु पर्ने हो यार। डाकुको चाहिँ रणमती स्वप्निल दाइले किन भनेनन् क्या मलाई यार यो एक्टिङको लागि यार। डाकुको त खत्रै एक्टिङ गरिदिन्थ्यो मुझे, दारी सारी पालेर मुझे हेयरस्टाइलहरू चेन्ज गरेर रनमा ओभर हानिदिन्थ्यो। दाइले कस्तो मुझे मलाई नदिएको हो यो गीतको लागि चाहिँ यार। यस्तो जतको गानाको लागि चाहिँ दिन्छन् कि। तर बादल सरी त राम्रै थियो होइन। यस्तो गानामा चाहिँ एक्टिङ देखाउने पर्ने गानामा चाहिँ देऊ न मलाई। कहाँ जतमा मैले बाइक कुदाउँदै जाने साथी भन्न लगाउने खालको गाना दिएर हुन्छ। एक्टिङवाला गानामा मलाई चान्स पाउनु पऱ्यो कि। एक्टिङवाला म धेरै पैसा लिँदिनँ, त्यही 20-25 लाख त लिन्छु एउटा भिडियोको, धेरै लिँदिनँ म। दाइको लागि डिस्काउन्ट गरिदिउँला बरु होइन। बोलाउनु पऱ्यो नि त, यस्तोमा त मैले हान्थेँ क्या एक्टिङ। सायद केही मान्छे भाग्यमा लेखिएका हुँदैनन्, तर समयले बेला बेला फेरि भेटाइदिँदो रहेछ। सँगै हुनको लागि भने होइन, हामीभित्र अझै कति बाँकी छ त्यो बुझ्नको लागि मात्र। सायद फेरि भेटिनु फेरि पाउनु होइन रहेछ। मन झुक्किदो रहेछ, समय आफै झुक्किदो रहेछ। तर भाग्य निरन्तर कठोर बन्दै जान्छ। भेटिनु पनि पर्दो रहेछ, छुटिनु पनि पर्दो रहेछ। ललिका
ललिता हो भयो मिल्यो कि मिलेन मेरो चाहिँ एक्टिङ केटा हो फेसियल अनुहार जतिको देखेँ एक्टिङ हो क्या केटा हो एक्टिङ क्या ललिता ओ यार तर अनुमाया चाहिँ के भयो ए आफ्नै केटाहरूसँग झगडा गरे यार केटीको लागि ओए दुश्मनी भयो नि मुजी आफ्नै केटाहरूसँग दुश्मनी गरे क्या त्यसले फेरि अर्को जन्ममा तिम्रै हुन पाऊ नलेखिएको भाग्यलाई बोकेर आउन पाऊ फेरि छुट्टिएर मन सहन गाह्रो भो भारी पीडाहरूमा केटीले चिनेको छैन क्या यसलाई साइको हो नि त तिमीलाई फुल दिउला तिमीले भू गरे नि तिमीलाई माया दिउला तिमीले भुलिदिए नि तिमीले छाडी जाँदा भाँचिएको यो मन मैले टाल्न खोजे रसाइदियो नि झन् कस्तो ट्रु लभ गरेको होला क्या यो केटाले रणमतीको छोरी केटा हो तिमीहरू यसरी तिमीहरूको गर्लफ्रेन्डले मुजी नानी लिएर आयो भने तिमीहरू मुजी अप्नाउँछौ कस्तो ट्रु लभ रहेछ यार यो केटाको त मुजी है कि यो फिल्ममा मात्र हुने हो यस्तो नानी लिएर आएको छ त्यही पनि हेर त यस्तो केयर हान्दैछ यार पानी लिएको यहाँ राखिदिनु न भिजेर आउनु पानी परिरहेको छ क्या ए भन त तिमीहरू गर्छौ कि गर्दैनौ अब यार यो चाहिँ यस्तो छ क्या केटा हो यो भनेको चाहिँ के हो भन्दाखेरि केटी चाहिँ हल्का दिमाग बिर्सिने खालको रोगमा चाहिँ केटाले चिनो केयर गर्यो लिएर आयो घरमा क्या आपतमा छ नि त बुढा पनि गाँड भयो म पनि अब यसो गर्नु पर्ला सोचिरहेको छु स्ट्रिमिङ त भइहाल्यो अब अलिक ठुलो हात हाल्नु पर्यो अब ब्याक टु ब्याक जिम जानु पर्यो एकदमै बवाल तरिकाले खत्रै ट्रेनरलाई राखेर सिक्स प्याक झिक्नु पर्यो बाल सालको डिजाइन पनि चेन्ज गर्नु पर्यो दारी सारी मिलाउनु पर्यो एक्टिङ क्लास जानु पर्यो हल्का धेरै होइन अलिअलि मात्र पर्छ मलाई छिर्दिनु पर्यो चिक्ने फिल्मतिर यार अब के गर्नु हौ मलाई त यार गीती पो भइसक्यो त यार ल मैले भन्दै थिएँ केटा हो केटी हल्का साइको उसको दिमागले अलिकति अब उसले भ्याउने खालको दिमाग छैन मेमोरी लस सर्ट मेमोरी लस टाइप्सको छ होइन अनि त्यही भएर चाहिँ केटीले चाहिँ केटालाई चिन्न सकिरहेको छैन तर छोरा मान्छे केटा मान्छेले चाहिँ एकदम माया गरिरहेको छ नानी समेत अपनाइरहेको छ है राजगिरी टाइप्स के रहेछ हाम्रो एक्टर चाहिँ नानीको झन् सजिलो भन्थ्यो राजगिरीले पनि नानी लिएर आए झन् सजिलो आफूले मेहनत त गर्नु पर्दैन भन्दै थियो लगभग हाम्रो लभर बोय पनि त्यस्तै हुनुहुँदो रहेछ भन्दा पनि होइन बिचरा मैले जिस्काएको तर यहाँ चाहिँ कहाँ राजगिरीसँग कम्पेयर गर्नु यहाँ हिरोले चाहिँ के गरेको भन्दाखेरि एउटा अब माया एउटा भनौँ न एउटा माया एउटा लभलाई एउटा आफ्नो अब गर्लफ्रेन्डलाई
कति पहिलेदेखि कति केयर गरेको थियो, कति माया गरेको थियो, अब त्यस्तो क्षणमा भेट्दाखेरि, त्यस्तो दुःखको क्षणमा भेट्दाखेरि उसले ट्रेनबाट डाकु आफ्नै डाकुको टोलीहरूसँग झगडा गरेर त्यो केटीलाई लिएर केयर गरेर आएछ। तर यो गुन्डाहरू चाहिँ अब डाकु त हो, यो मुजीलाई देख्यो, यसलाई अब सेकौँ, अस्ति हामीलाई ट्रेनमा यसले न्यु खोजेछ भनेर यिनीहरू बाइक लिएर आइरहेछ। अब त्यो केटा एक्लो लाइफ भएको भए, त्यो छोरा मान्छेलाई एक्लो लाइफ भएको भए, बाल छैन, जङ्की हो, ब्ल्याङ ब्लुङ दिँदै एक्लो ज्यान हो भन्ने हुन्छ। तर यहाँ 3टा ज्यान भयो। अब त्यो केटा एक्लै बाँच्नु त भाग्थ्यो होला, तर बच्चालाई पनि बचाउनु छ, आमालाई पनि बचाउनु छ है। कामना गरे बच्चा छैन, बच्चालाई लिएर गयो। तिमीलाई फुल दिउँदा तिमीले भू गरे नि, तिमीलाई माया दिउँला तिमीले भुलिदिए नि, तिम्रा लाजलाई मैले सधैँ ढाकिदेऊला मेरा समयले त्यहाँबाट हेर ल, तिमीहरू फेरि बुझ्छौ, अघि बत्ती गयो कि म केही बोल्दिनँ, अब सुन्छु मात्र, म तिमीलाई लास्टमा कहानी भनिदिन्छु ल, तिमीले कहानी बुझेछौ। तर भाग्य निरन्तर कठोर बन्दै जान्छ। भेटिनु पनि पर्दो रहेछ अनि छुटिनु पनि पर्दो रहेछ। ओइ क्या दुईजना भागिरहेछ, के गरेर बसिरहेछ? ल हिरोमा त होइन कि, मुझे यो अर्कोमा पो एक्टिङ सुहाउँथ्यो होला यार मलाई गरेको। पखाइ हेर ल यसको, यसमा पो सुहाउँथ्यो होला है बरु मलाई एक्टिङ। केटा हो त्यो हिरोमा भन्दा पनि गर्दाखेरि होइन हो नि, यसमा चाहिँ सुहाउँथ्यो होला यार मलाई बरु। तर यसको रोल अलिक बेसी हुनु पर्थ्यो क्या हो क्या न? आँखा बन्द गरेर सुन र गाना। फेरि अर्को जन्ममा तिम्रै हुन पाऊ, नलेखिएको भाग्यलाई बोकेर आउन पाऊ। फेरि छुट्टिएर मन सहन गाह्रो भो, भारी पीडाहरू मनका बिसाउन पाऊ। तिमीलाई फुल दिउँला तिमीले भू गरे नि, तिमीलाई माया दिउँला तिमीले भुलिदिए नि, तिमीले छाडी जाँदा भाँचिएको यो मन मैले टाल्न खोजे, रसाइदियो नि झन्। उकडा म एक्टिङ गर्न सक्छु होला त है। हेर ल यो फुल कहाँ छ मुजी पातमा, पातै छैन घरमा।
मलाई स्वप्निल दाइले बोलाएन क्या यो गीतको लागि यार, म खेल्थेँ नि यार। मनै त हो नि दुखी हाल्यो, मनको कुरो यो बुझ्नलाई गाह्रो, छाडी जानु नि कति सजिलो, छाडिएको मन सम्हाल्नै गाह्रो। मेरा समयहरूले तिमीलाई कुर्दै थिए, मेरा जीवनभरिलाई यो बोझुने भो। मेरा हाँसोहरूको मैले श्राद्ध गरिदे, तिम्रा हाँसोहरूको कामना गरे। कि यो बाइक कुदाउने रोल सुहाउँथ्यो मलाई, बाइक कुदाउने रोल सुहाउँथ्यो कि क्या हो मलाई त ओ केटा हो। होइन तिमीलाई फुल दिउँला तिमीलाई माया दिउँला, तिमीले भुलिदिनी, तिम्रा लाजलाई मैले सकिदिउँला, मेरा तिम्रा खुसीहरू मेरा खुसी नै। सरी ल सेन्टी गीत गाएर बच्चाको रोल सुहाउँछ अरे हौ त्यो मुजी बोकेको, त्यहाँ कसरी सुहाउँछ हौ बच्चाको रोल छ हौ रनमा, कस्तो कुरा गरेको हौ। सरी ल गाई जब हेर न यस्तो गाना बज्दै थियो, मुजीले कमेन्टै ठ्याक्कै आँखै गयो क्या मेरो, बच्चाको सुहाउँछ अरे म्याच। तिमी खुसी हुनु मेरो याद नराखी। मेरो भाग्यमा रहेनौ तिमी, अब मेरो भाग्यमा रहेनौ तिमी, खुसी नै छु म मरे पनि मेरा। तिमीलाई फोन दिउँला तिमीले घु गरिनी, तिमीलाई माया दिउँला तिमीले भुलिदिनी। यस्तो छ केटा हो, सेन्टी भए म होइन। कहानी के हो भन्दाखेरि, कहानीले के भन्न खोजेको छ भन्दाखेरि चाहिँ तिमीहरूले बुझ्दैनौ क्या, अब कति तिमीहरू यस्तो कुराहरू बुझ्दैनौ। अब यो हामी जस्तो स्क्रिप्ट राइटरहरूले सिरेक्ट गर्ने यस्तो फिल्ममा नलेज भएको, स्टोरीहरूमा नलेज भएको मान्छेहरूले चाहिँ बुझ्छ। अब यो तिमीहरूलाई अलिक थाहा छैन क्या, तिमीहरू यस्तो बुझ्दैनौ होइन।
अब यो कहानी चाहिँ के हो भन्दाखेरि चाहिँ सर्टकटमा भन्नुपर्दाखेरि लङ कट नभनौँ, गेम पनि खेल्नुपर्ने छ है। तिमीहरू बुझ्दैनौ होइन, कहानी जति तिमीहरू सबै काटेर सिधै खत कि खत मात्रै हेर्ने बानी छ। कहानी पनि हेर्नुपर्छ कहानी बुझ्नको लागि। तिमीहरू फिल्महरू हेर्दा कहानी सिधै काटेर सिधै कामतिर मात्र लाग्छौ नि, कामतिर लाग्नु हुँदैन। कहानी हो मेन, कहानीले के भनेको छ त है। यो कहानीमा चाहिँ के भनेको छ भन्दाखेरि छोरी मान्छे जुन केटी मान्छे छ त्यसलाई चाहिँ हल्का यो रोगी छ, सर्ट टेम्पर, सर्ट यो बिर्सिने टाइपको छ यो होइन। केटाले त्यसलाई ट्रेनमा देख्यो, पहिला केटी भागेकी थिए, त्यो त्यस्तो खालको भएर बे गरी सुरुमा आगो लगाएको देखायो। केटीको बुढा मऱ्यो, बच्चा लिएर ट्रेनमा जाँदै थियो, डाकुहरू लुट्न आए, डाकुमा केटा पनि पऱ्यो। केटाले देख्यो केटीलाई अर्को त्यो डाकु, त्यसको पार्टनर डाकुहरूले हल्का बुप्सहरू चाम्दै थियो, के गर्दै थियो। त्यस पछाडि त्यो केटाले गएर छुटाइसके पछाडि त्यो केटाले झगडा गर्यो, यस्तो गरेर गन देखाएर केटाले सेक्दियो। त्यस पछाडि तमुजीलाई अहिले भरे ट्रेन पछि लुटिसकेपछि पग भनौँ, ल हेरिदेउँला भनौँ, लगो केटीलाई उसले लगेर स्याउहरू खुवायो, केयर गर्यो, बच्चालाई पनि मजाले कोक्रो सोक्रोमा राखिदियो। फलफुल किन्न जाँदाखेरि, तरकारी किन्न जाँदाखेरि, तरकारी किनेपछि ठ्याक्कै त्यो गुन्डाहरू जो उसकोसँग झगडा परेको थियो त्यो गुन्डाहरू भेटे बाटोमा। त्यस पछाडि बाटोमा भेट भइसके पछाडि त्यो गुन्डाले यसलाई पछ्यायो। यसलाई पछ्याउँदाखेरि यसको एक्लो लाइफ थिएन, योसँग केटी र त्यो बच्चालाई पनि प्रोटेक्ट गर्नुपर्ने यसको भनौँ न रेस्पोन्सिबिलिटी थियो। त्यस पछाडि उसले घर गयो, त्यतिखेर बच्चालाई टिप्दाखेरि सुसु गर्न गएकी रहेछन् केटी चाहिँ, मुत्न गएकी थिइन् कि अब के गर्नु गएकी थिइन् थाहा भएन, जस घरमा थिएनन्। अनि त्यसरी उसले जे देख्यो बच्चालाई चाहिँ बचाउँछु भनेर बच्चा लिएर ऊ जङ्गलतिर कुदो। गुन्डाहरूले खेदाए, गोली लाग्यो ढाडमा, कता कता लाग्यो, कता हात छाततिर लाग्यो। त्यो रगतहरू पातमा टाँसिँदै गयो। तर त्यो साईको केटीले चाहिँ हल्का मेन्टल्ली सिक भएको केटीले चाहिँ मेरो बच्चालाई यसले लिएर मुजी गएर मारो जस्तो छ, रगतै रगत छ, बच्चाको पनि रगत छ, बाटोभरि रगतै रगत छ बच्चाको, मेरो बच्चालाई मारो होला योले भनेर त्यो केटीले सोची। त्यस पछाडि गन भेटी, त्यो केटाको हातभरि रगतै रगत थियो। त्यो खासमा त केटालाई ल्याएको थियो, तर त्यो केटीले चाहिँ केटाले मारो होला बच्चालाई भनेर केटालाई मारी ड्याममै पारी। त्यस पछाडि केटा अनि बच्चा एकछिनमा वहाँ 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 गरो। अनि त्यस पछाडि त्यो केटीलाई चाहिँ फिल भयो, लामा चिग्नी भयो। बुझ्यौ? बुझ्यौ?